खेली माया बाबाले मुख्य अतिथिज्यूहरूलाई अहिले माला लगाइदिनुको लागि तयार गरेर राखिदिनु हुनुको लागि म उहाँ दिदी बहिनीज्यूहरूलाई पनि म हार्दिक अनुरोध गर्दछु। बाजा बजाएर साथ दिनुभएको छ र नाच्ने टोलीले चाहिँ नाचेर साथ दिनुभएको छ र यहाँ मेरो फेसबुक लाइभबाट लाइभ प्रसारण भइरहेको म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र मैले यहाँ देखिरहेको छु पुष्पदेखि आमा समूहका दिदी बहिनीहरू बाटोतिर आइरहेको मैले देखिरहेको छु। उहाँहरूलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। माथि बाटोदेखि कति रमाइलो गर्दै आउनु भइरहेको छ।
हाम्रा कुष्माका आमा समूहका दिदीबहिनीज्यूहरू उहाँहरू त यहाँ तल गराउनमा झरेपछि त कति नाच्यो होला भनेर मलाई खुल्ली ल्याइरहेको छ। कुष्मादेखि आउनुभएका आमा समूहलाई सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु। यसैको दिनमा यो नयाँ वर्षको शुभ उपलक्ष्यमा सम्पूर्ण यहाँ उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वज्यूहरूमा तपाईँ र तपाईँको परिवारलाई चिया पिउन सक्नुहुन्छ, पानी पिउन सक्नुहुन्छ। कार्यक्रम केही ढिला हुन गयो, यसको लागि हामी क्षमाप्रिय अपराधी छौँ।
लेनी लयेन जोगी आउने मन छैन रेलाई सारा ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सृजना शक्ति संसारमा हुँदैन कहिल्यै विफल। नमस्कार यहाँ उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरूमा। मेरो नाम सन्तबहादुर पुन, ठेगाना मदी गाउँपालिका पाटीचौर। म पेसाले एक भारतीय भूमि सैनिक हुँ र यसै कर्पकेली महर समाज रही कर्पकेली महर समाजद्वारा नवनिर्मित भवनमा यसै भवनको समोद्घाटनको लागि उपस्थित भएका छौँ। आज तपाईहरूको व्यस्त समयको बावजुद पनि यस कार्यक्रमलाई सभ्य भव्य र सान्दर्भिक तवरले सम्पन्न गर्नको लागि उपस्थित हुनुभएका हजुरहरूप्रति धेरै धेरै आभार प्रकट गर्दछु। आसन ग्रहणको क्रमलाई जोड्दैछु। टीका फुलमाला लगाएर उहाँहरूलाई सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। यस ऐसै कर्पकेली महर समाजका अध्यक्ष श्री लोकबहादुर पुनज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। ताली बजाएर साथ दिनुहोला। अध्यक्षज्यूसँग यस कार्यक्रमलाई सञ्चालन गर्नको लागि मैले अनुमति लिन चाहे। प्रमुख अतिथिको लागि आसन ग्रहण गरिदिनु हुनको लागि यसै मदी गाउँपालिकाका श्रद्धेय अध्यक्ष एवं मुटुका ढुकढुकी र हामी सबैको अभिभावक श्री हिरादेवी शर्माज्यूलाई आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। ताली बजाएर साथ दिनुहोला। यसै गरी अब विशिष्ट अतिथिहरूको म नाम यस कर्पकेली महर समाजलाई माया गरेर आफ्नो यस समाजलाई उज्जवल भविष्यको कामना गर्दै जग्गा भूमिदान गर्नुहुने श्री सुनिता शर्माज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यसै गरी यसै मदी गाउँपालिका 2 का अध्यक्ष वडाध्यक्ष श्री बेलबहादुर कार्कीज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। मदी गाउँपालिकाका वार्ड नम्बर 3 वडा महिला सदस्य श्री नन्दमय पुन्ज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी नेपाल मगर सङ्घ केन्द्रीय सदस्य श्री सोम पुन्ज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।
पूर्व वडा अध्यक्ष श्री विकास सिमन्चनाज्यूलाई पनि अतिथिको आसन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। मोदी गाउँपालिका कमिटी अध्यक्ष श्री हिमलाल पौडेलज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। देउराली पूर्ण गाउँ घर भई यस पाटीचौरमा बस्दै आउनुभएका ज्येष्ठ नागरिक उहाँ अहिले 100 वर्षको पुग्नु भएको छ। रामबहादुर पुनज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। क्याप्टेन श्री जगबहादुर चोचाङ्गीज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। पोखरा ट्याक्सी सङ्घ व्यवस्थापन समितिका अध्यक्ष श्री यामपुनज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय गानको लागि सरिक भइदिनुको लागि म सबैजनासँग हार्दिक अनुरोध गर्दछु। प्रकृतिका कोटि कोटि सम्पदाको आचरण ज्ञान भूमि शान्ति भूमि तराई पहाडी माला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति सन्देशाला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सबैजनालाई धन्यवाद। स्वागत मन्तव्य दिनुहुनको लागि म हार्दिक अनुरोध गर्दछु। निर्मित भवनको समुद्घाटन कार्यक्रम समारोहका सभाध्यक्ष महोदय, त्यसै गरी यस समारोह यस मञ्चमा आसीत प्रमुख अतिथिज्यू साथै विशिष्ट अतिथिज्यूहरू र अतिथिज्यूहरू लगायत सम्पूर्ण यस करपाकेली मगर समाजको नवनिर्मित भवनको प्राङ्गणमा उपस्थित हुनुभएका सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनी तथा साना साना भाइ बहिनीहरू, यहाँहरू सबैलाई यो हाम्रो सुन्दर नगरी पाटीचौर जहाँ मोदी र पाटी खोलाको सङ्गम स्थल रहेको छ, देवभूमि पनि मान्न सकिन्छ। उत्तरमा हामीले हेर्ने भने शिव मन्दिर र दक्षिणतिर हेर्ने भने माता पार्वतीको मन्दिर हामीले दर्शन गर्नको लागि सौभाग्य जुरेको छ। यसै क्रममा म यहाँहरू सम्पूर्णलाई हाम्रो यो सुखद कार्यक्रममा सहभागी भई सभ्य र भव्य रूपमा सफल पार्न सहयोग गर्नुभएको हुँदा यहाँहरू सबैलाई धन्यवादसहित स्वागतको लागि म यहाँहरूलाई स्वागत गर्दछु। स्वागत मन्तव्य दिएर जानुभयो र अब हामी चाहिँ यस कार्यक्रमको ब्यानर पनि यस नववर्ष नवनिर्मित भवनको उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। साथै ब्यानर परिसकेपछि सबैजनाले ताली बजाएर स्वागत गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। मगर समाज मोदी पाटीचौर पर्वत नवनिर्मित भवन समुद्घाटन समारोहको उद्घाटन भएको घोषणा गर्दछु। धन्यवाद। श्री सुनिता शर्माज्यूले यो दीप प्रज्वलन गरेर उद्घाटन गरिदिनु हुनको लागि म उहाँलाई हार्दिक अनुरोध गर्दछु।
भएको छ। अब रिबन काट मोदी गाउँपालिका वार्ड नम्बर 2 का अध्यक्ष श्री बेलबहादुर कार्कीज्यूलाई माथिल्लो भवनमा रहेको गेटमा रहेको रिबन काटेर उद्घाटन गरिदिनु हुनेछ। यहाँ उपस्थित हुनुभएका अतिथिज्यूहरू यस कार्यक्रममा सरिक भई उहाँलाई साथ दिन हुनको लागि म हार्दिक अनुरोध गर्दछु। मोदी गाउँपालिका 2 पातिचौरमा रहेको 4 आना 0 छोरा श्री सुरेश शर्मा, बुहारी सुनीता शर्मा, छोरा डाक्टर निर्देश शर्मा, बुहारी डाक्टर कविता शर्मा, नाति विपिन चापागाई, यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद, मरिमरि आभार व्यक्त गर्न चाहन्छु समाजसेवाको लागि। धन्यवाद। भइदिनु भएकोमा सबैजनालाई हार्दिक धन्यवाद दिँदछु। आयो कति व्यय भयो भनी हिसाब सुनाइदिनु हुनको लागि म यसै कर्पगिरी पुनमोर समाजमा भवन निर्माणका अध्यक्ष श्री गौरव फगामी पुन्ज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा उपस्थित हुनुभएका मान्यजन सबै र दर्शकहरू सबैलाई म नमस्कार टक्राउन चाहन्छु र सर्वप्रथम उद्घोषक शरद चिल्लेदाज्यूलाई धन्यवाद दिँदै यस समुद्घाटन कार्यक्रमको सभा अध्यक्ष महोदय लोकबहादुर पुन्ज्यू, कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुहुने मोदी गाउँपालिकाको अध्यक्ष हिरादेवी शर्माज्यू, विशिष्ट अतिथि के बेलबहादुर कार्कीज्यू, विशिष्ट अतिथि हामीलाई जग्गा दिनुहुने सुरेश शर्माका श्रीमती सुनीता शर्माज्यू, वडा सदस्यज्यूहरू, विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्न आउनुभएका सबै मान्यजनहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। म अलिकति यो कर्बाकेली पुनमोर समाजको कुरोलाई म अलिकति जोड्न चाहेँ। कर्बाकेली भन्नाले हाम्रो पुनमगरहरूको बाबा कर्बाकेली हुन् र उहाँको 9 छोराहरू थिए। 9 छोराहरूमा जेठा रामचन्द्र भन्ने लाटो थिए र कान्छा कुलो सानो थिए। अरू 7 भाइ हान्ने मार्ने थिए।
र हामीले त्यो पर्वाकेली कुल देवताको नामले हामीले पूजा गर्छौँ र उमेलीमा मौसिरको पहिला दिन पहिला मङ्गलबार र जेठमा उमेली पारेर मङ्गलबारको दिन हामीले पूजा गर्ने गरेका छौँ र त्यसमा जेठा रामचन्दलाई हामीले भालेद्वारा रातिमा पूजा हुन्छ र बिहान पखमा हाम्रो भाले पूजा भइसकेपछि बोका अथवा भेडाको सानद्वारा हामीले बिहान पखमा पूजा गरिन्छ र यो पर्वाकेली पुनमौर समाजको नाम र थान चाहिँ मेगदी जिल्लाको फलडाँडा भन्डाङ छ मन्दिर छ त्यहाँ आज पूजा हुन्छ मगरहरूको नामबाट हाम्रो यो समाजको नाम राखिएको हो। हाम्रो कोषमा जम्मा मौजात रुपियाँ 12,05,663 रुपियाँ थियो। यही समाजभित्रका व्यक्तित्वहरूबाट 12,64,562 रुपियाँ बराबरको हामीले रकम सङ्कलन गऱ्यौँ र उहाँहरूको नाम पनि हामीले शिलामा यो भित्तामा राखेका छौँ। मेरो रकम कहाँ कसो भयो के कति लेखेछ भनेर एकपल्ट नजर लाउन सक्नुहुन्छ। समाज बाहिरका सहयोगीदाताहरूबाट 4,58,933 रुपियाँ बराबरको बाहिरबाट हामीलाई सहयोग प्राप्त भएको छ। शिलालेख बनाएर राखेका छौँ। उहाँहरूले पनि यो हेर्न सक्नुहुन्छ। विदेशमा हुने स्वदेशमा हुने छोराछोरीहरूले हामीलाई 1,62,535 रुपियाँ बराबरको सहयोग गर्नुभएको थियो। यो समाजलाई अगाडि बढाउनु पर्छ भन्ने मनोबलले जनसरञ्जानबाट रु 11,43,750 रुपियाँ बराबरको हामीलाई रकम प्राप्त भएको थियो। नाली व्यवस्थापनको लागि 52,655 रुपियाँले यो नाली निर्माण गरियो। 43,08,108 बराबरको रकम हामीले यहाँ खर्चेका छौँ। हामीलाई यो खेल मैदानको अति आवश्यक छ। सहयोग गरिदिनुहुन्छ र यसमा पहल गरिदिनुहुन्छ भन्ने म विश्वास गर्दछु। यो भनाइहरूलाई म अन्त्य गर्दै त्यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। कति सहयोग रकम आयो भनेर उहाँले प्रस्ताव उहाँलाई धेरै धेरै धन्यवाद छ। पुर्ख्यौली नाच र गीतलाई चाहिँ निरन्तरता दिउन् भनेर शुभकामना नयाँ सालको सबैलाई शुभकामना।
सदस्य श्री नन्दमय पुन मगरज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुनको लागि म उहाँलाई हार्दिक अनुरोध गर्दछु। आदरणीय यस मगर समाजका सचिवज्यू, यस भवन उद्घाटन कार्यक्रमका यस मगर समाजका सभाध्यक्षज्यू, यस कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका आदरणीय विकास प्रेमी हामी सबैको मुटुको ढोकढोकी मजी गाउँपालिकाका अध्यक्षज्यू, यस मगर समाजलाई आत्मभित्रदेखि माया र ममता राखेर हामीलाई जगती सहयोग गर्नुहुने आदरणीय यस आजका विशिष्ट अतिथि रुद्र प्रसाद शर्माज्यूको माइली बुहारी ऋतु शर्माज्यू, आज यस कार्यक्रमको विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिरहनु हुने यस मती गाउँपालिका वार्ड नम्बर 2 का वार्ड अध्यक्षज्यू, यस हाम्रा निम्तलाई स्वीकार गरी आउनुभएका यस कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नुपर्छ भनी उपस्थित हुनुभएका नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष इमरान पौडेलज्यू, यस पार्टी तर्फदेखि पुन मगर समाजको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि हजुरहरूलाई धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु। चारना 2 धाम जग्गा हामीलाई सहयोग गर्नुभएको छ र रुद्र प्रसाद समाजसेवी मनकारी राजनीतिक क्षेत्रमा पनि उहाँ अग्रस्त पन्थीमा रहनु भई समाजमा काम गरिरहनु भएको थियो। सकेपछि हामीलाई केही न केही योगदान गर्नुपर्छ भनेर हामीले एकअर्काले पुन समाजभित्र हाम्रो यति पैसा एक कुरियाले यति पैसा उठाउनु पर्छ भनेर बाध्यतावश हामीले केही गरेनौँ। पर्यो भन्ने साथ हामी अगाडि बढ्यौँ र कसैलाई कर नराइकन दबाब नदिइकन हामीले सो इच्छाले हामीले सहयोग गर्यौँ। भवन निर्माणमा हामीले सहयोग गर्यौँ। सहयोग गरिसकेपछि कुन व्यक्तिले कति सहयोग गरेको छ, कहाँ के भएको छ भन्ने कुरा हाम्रो माथि भवनमा छ। त्यहाँ हामीहरूलाई सबैले विश्वास मानेर विश्वासको आधारमा हामीलाई देश प्रदेश स्वदेशबाट हामीलाई ब्याङ्क खाता सहित पैसा पठाउनु भयो। हामीले पनि सहयोग गर्यौँ भनेर हामीले यहाँ भवन निर्माण यहाँसम्म आइपुगेको हो। एउटा समय साथ र सहयोग सबै जनताको चाहिएको आवाज हो। हस्त नमस्कार। दिनरात खटेर पसिना बगाएर आफ्नै स्वतस्फूर्त रूपमा यत्रो भवन खडा गर्नुभएको हुँदा उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रमुख अतिथि यस मोदी गाउँपालिकाका अध्यक्ष हीरा शर्माज्यू, विशिष्ट अतिथि जग्गाधनी प्रीता शर्मा, सङ्घ संस्थाबाट पाल्नुभएका तह तब्काका दाजुभाइ दिदीबहिनीहरू, पाका पुरानाको हैसियत तर्फबाट मलाई बोल्ने अवसर दिनुभएकोमा म उहाँलाई आयोजकलाई बहुत धन्यवाद दिन चाहन्छु। ए नानी हो, कता जानी हो? अनि देखेनौ र डोको नाम्लो बोकेर घाँस काट्न जान लाग्यो। ए हो त नि गाटे मोमो र नि थत्तेरी।
उहाँहरूले यस आजको कार्यक्रमलाई पनि धेरै धेरै उज्यालो बनाएर जानुभएको छ र अब आउने क्रममा चाहिँ यो अब मन्तव्यको क्रमलाई जारी राख्दछु र मन्तव्य दिनु हुनको लागि यसै मोदी खोला सहकारी संस्थाका अध्यक्ष श्री गङ्गा तिमल सेनाज्यूलाई मन्तव्य दिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। समाजका सचिवज्यू, यस कर्म के लिए पुन मगर समाजको नवनिर्मित भवन उद्घाटन समारोहका अध्यक्षज्यू, विशिष्ट अतिथिज्यूहरू र मञ्चमा आसीन विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरू, समाजसेवी, विभिन्न सङ्घ संस्थाको प्रतिनिधिज्यूहरू र यहाँ उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्था लगायत यो पातिचौरको यस उद्घाटन समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। आफ्नो भनाइहरू राख्ने अवसर दिनुभएकोमा यस कर्बाकेली पुन मगर समाजलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। विभिन्न समस्याहरू र यहाँ छरिरहेका मनहरू, यहाँहरूका आफ्ना व्यक्तिगत कर्महरू, पूजाआजा संस्कारहरूलाई, विभिन्न कर्महरूलाई यो समाजले एउटा नेतृत्वदायी ढङ्गले अगाडि बढाउनको लागि लामो समयदेखि यहाँ मगर समाजको एउटा समाज निर्माण गरेर यहाँहरूले यो मोदी गाउँपालिका र हामी पातिचौरवासीका अन्य मित्रहरूलाई पनि एउटा सन्देश दिनुभएको छ। यो एकदम सराहनीय कार्य छ। यो समुदाय 2082ले यी हिजोका बिग्रेका भत्केका कुराहरूलाई एउटा हिजोको पाठ सिकाएको रूपमा लिएर यो 82 सालमा सबै कुराहरू सकारात्मक हुनेछन् र सम्पूर्णलाई सुख शान्ति समृद्धिको शुभकामना व्यक्त गर्दै मेरा धानाहरू यही अन्त गर्दछु। हस्त नमस्कार। प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष आदरणीय हिरादेवी शर्माज्यू, विशिष्ट अतिथि मोदी 2 देवपुरका वडा अध्यक्ष बेलबहादुर कार्कीज्यू, जगदाता मेरो आदरणीय भाउजू सुनिता चापागाईज्यू लगायत मञ्चमा आसन ग्रहण गर्नुभएका सम्पूर्ण अतिथिज्यूहरू र यस समुदायमा आबद्ध भएर धेरै काम योगदान दिनुहुने सम्पूर्ण समुदायका व्यक्तित्वज्यूहरू र सम्पूर्ण उपस्थित महानुभावहरू सबैलाई मेरो तर्फबाट हार्दिक नमस्कार। नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। समुदायका भवनलाई होमस्टेको हिसाबले विकसित गरेर यसलाई चाहिँ आर्थिक लिने हिसाबले पनि बढाउन सकिन्छ कि भन्ने सोचमा जान सकियोस्, यही शुभकामना दिँदै र मगर समुदायको मन एकबद्ध भएर अगाडि बढोस्, यही शुभकामना दिँदै मेरो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। र यसै र टिका लगाइदिनको लागि यसै मोदी गाउँपालिका 2 का वडा अध्यक्ष श्री बेलबहादुर कार्कीज्यूलाई आग्रह गर्दछु र यसै गरी उहाँलाई सल ओढाएर सम्मान गरिदिनु हुनको लागि यसै कर्बाकेली पुन मगर समाजका अध्यक्ष श्री लोकबहादुर चचाङ्गीज्यूलाई म हार्दिक मोदी 2 पातिचौर सम्मान पत्र मा स्वर्गीय रुद्र प्रसाद चापागाई, श्रीमती कौशिला चापागाईले मोदी 2 पातिचौरमा रहेको यस कर्बाकेली पुन मगर समाजको चौतर्फी विकास एवं समाज भवन निर्माण गर्नको लागि तपाईले मोदी गाउँपालिका वार्ड नम्बर 2 पातिचौरमा रहेको 4 आना 0 पैसा 2 दाम क्षेत्रफल बराबरको कर्बाकेली पुन मगर समाजलाई निःशुल्क दान गर्नुभएको हुँदा यस सहयोगको उच्च कदर गर्दै यहाँको सपरिवारलाई धन्यवाद व्यक्त गर्दछौँ। साथै यो सम्मान पत्र प्रदान गर्दछौँ। अतिथि गाउँपालिका 2 का वडा अध्यक्ष श्री बेलबहादुर कार्कीले टिका लगाएर उहाँलाई दिनुहोला र टिका लगाउने क्रममा ताली बजाइदिनु होला सबैजनाले। अब भन्नु प्रदान गर्नुभएकोमा हिमलाल पौडेलज्यूलाई आफ्नो छोटो मन्तव्य दिनु हुनको लागि म उहाँलाई हार्दिक अनुरोध गर्दछु। पुन मगर समाजको भवनको उद्घाटन कार्यक्रमको अध्यक्षता
गरिरहनु भएको अध्यक्षज्यू, यस कार्यक्रमको प्रमुख अतिथिज्यू, मञ्चमा आसीन रहनुभएको यो भवनलाई जग्गा प्रदान गर्नुहुने जग्गादाताज्यू, मोदी गाउँपालिका वडा नम्बर 2 को वडा अध्यक्ष सम्पन्न गर्नको निमित्त पोखरादेखि, कुस्मादेखि र पातिचौर बजारदेखि सबै यहाँ उपस्थित रहनुभएका तपाईँहरू सबैप्रति म हार्दिक शुभकामना एवं नमस्कार व्यक्त भन्न चाहन्छु। हुँदै गरेको घर पनि बडो व्यवस्थित ढङ्गले बनाउनु भएको छ, धेरै मेहनत गर्नुभएको छ। सबैले व्यक्तिले खल्तीबाट पैसा राखेर यो निर्माण गर्नुभयो र यसले पनि ठुलै काम गर्नेछ र समाजका अरू क्रियाकलापहरू पनि यहाँबाट गर्न सकिनेछ। तालिम, सेमिनार, गोष्ठीहरू पनि यो घरबाट चलाउन सकिनेछ। यहाँका आफ्ना कार्यक्रम त छँदैछन्, गर्नु नै हुनेछ र यसले पनि दिगोपना पाओस् र यो समितिले यो घरलाई दिगोपना दिएर पछिसम्म चलाउन सकोस् भनेर शुभकामना दिन चाहन्छु। आज वास्तवमा यही घरको उद्घाटन कार्यक्रम रहेको र यो घरको वास्तविक पूजा यति धेरै हामी जोडिएर गर्ने दिन रहेको हुनाले यही घरकै प्रशंसा गर्ने पाए म अरू कुराहरूप्रति म जान चाहन्न र यो घरले दिगोपना पाओस् र यो मगर समाजले हामीलाई पनि एउटा नमुना देखाएको छ र भोलि पनि तपाईँहरूसँग हातमा हात मिलाएर, काँधमा काँध मिलाएर काम गर्न पाइयोस्। अनि यहीँको समुदाय हो, यहीँका सामाजिक व्यक्तित्व हौँ। जातभातले मगर होला, कोही पौडेल होला, कोही छेत्री होला, कोही बाहुन होला, तर हामी सबैको मन एउटै हो। सामाजिक रूपमा सबैले दिगोपना ल्याउनुपर्छ, सामाजिक काम मिलेर गर्नुपर्छ भन्ने धारणा राख्न चाहन्छु। र अन्त्यमा 2082 साल नयाँ वर्षको शुभ दिन पारेर आज यो मञ्चमा यो समय उपलब्ध गराउनु भयो। म कर्वाकेली पुन मगर समाजलाई हृदयदेखि नै धन्यवाद दिँदै यहाँ उपस्थित रहनुभएका सबैलाई 2082 सालले हर्ष उमङ्गका साथ यो साल पनि हामी व्यतीत गर्न पाऊँ, तपाईँ हामी हाँसी खुसी रहन पाऊँ भन्ने शुभकामना दिँदै म मेरो भनाइलाई यही नै अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद छ, नमस्कार छ, अभिवादन छ सबैलाई। कर्वाकेली पुन मगर समाजका अध्यक्ष आदरणीय मेरो मित्र लोकबहादुर मगरज्यू, यस कार्यक्रमका प्रमुख अतिथि अत्यन्तै जुझारु नेत्री, कलाप्रेमी, संस्कृति प्रेमी मोदी गाउँपालिकाका अध्यक्ष आदरणीय हिरादेवी शर्माज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि मनका धनी सबै मगरहरूको ढोकटेकी बन्न र मगरहरूको मन जित्न सफल, अत्यन्तै आर्थिक र कसैलाई पनि आर्थिकले सम्पन्न हुँदैन, तथापि पनि आर्थिक भन्दा पनि सामाजिक दायित्वलाई वहन गरेर आर्थिक तथा यो कारको यो भवन निर्माणको लागि आदरणीय जग्गा प्रदान गर्नुहुने सुनिता शर्माज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि मोदी गाउँपालिका वार्ड नम्बर 2 का वडाध्यक्षज्यू, त्यस्तै गरी विशिष्ट अतिथि मोदी गाउँपालिका 4 का वडाध्यक्ष मोहन चोचाङ्गीज्यू लगायत मञ्चमा आसीन ग्रहण गर्नुभएका नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत विभिन्न राजनीतिक दलमा आस्था राख्ने आदरणीय नेताजीहरू मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। कमसेकम मेरो अनुभवमा मैले धेरै यो चाहिँ 25औं वर्ष सामाजिक क्षेत्रमा यो मगर समुदायको निम्ति लागेको र अनुभव गरेको हिसाबले यो उत्कृष्ट तालिमको अत्यन्तै आवश्यकता देखेको छु।
माया पिरातीमा जिते पनि हार्ने हो जिन्दगीले कुन बेला बसाइ सर्ने हो जिन्दगीले कुन बेला बसाइ सर्ने हो चोखो माया पिरातीमा जिते पनि हार्ने हो जिन्दगीले कुन बेला बसाइ सर्ने हो चोखो माया पिरातीमा जिते पनि हार्ने हो जिन्दगीले कुन बेला बसाइ सर्ने हो जिन्दगीले कुन बेला बसाइ सर्ने हो जुनी भेट हुने ख्याल राख साइली यो जुनीमा ईश्वरलाई भाक अर्को जुनी भेट हुने ख्याल राख अर्को जुनी भेट हुने ख्याल राख जुनीमा ईश्वरलाई भाका
एकदम कस्तो भर्खरकै छु जस्तो लाग्यो मलाई पनि है। म त 16-17 वर्षको छु कि जस्तो लाग्यो। र अब भने म मन्तव्यलाई जोड्दैछु र यसै मोदी गाउँपालिकाका कार्यपालिका सदस्य श्री लक्ष्मी विगतज्यूलाई आफ्नो मन्तव्य दिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। समारोहको कार्यक्रम सञ्चालक एवं कल्पकेली पुलमगर समाजका सचिव आदरणीय दाजुलाई आजको यस नवनिर्मित भवनको समुद्घाटन समारोहका सभाध्यक्ष एवं कल्पकेली पुलमगर समाजका आदरणीय अध्यक्ष लोकबहादुर पुन्ज्यू, त्यसै गरी यस उद्घाटन समारोहमा आफ्नो प्रमुख अतिथिका रूपमा आसन ग्रहण गरिरहनुभएका मोदी गाउँपालिकाका आदरणीय अध्यक्ष हिरा देवी शर्माज्यू, विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका यस मगर समाजको भवन निर्माण गर्नका लागि यस समाजलाई निःशुल्क जग्गा दान गरेर पुण्य कमाइरहनुभएका मनका धनी आदरणीय सुनिता शर्माज्यू, यसै गरी यस वडा नम्बर 2 का विशिष्ट अतिथिका रूपमा वडा नम्बर 2 का वडा अध्यक्ष बेलबहादुर कार्कीज्यू, त्यसै आधुनिकीकरण गर्दै अगाडि बढाउनका निमित्त यो जाति अत्यन्तै महत्त्वपूर्ण भूमिका सङ्ख्याको 13% जनजातिहरूले बसोबास गरे पूर्व वडा अध्यक्ष विकास निमेल सिन्हाज्यू पनि यहीँनिर हुनुहुन्छ। हामीले यो पातिचौर केन्द्रमा तिलाई जगेना गर्दै संरक्षण गर्दै भोलिका पुस्ताहरू कार्यक्रम पनि हामीले बनाएका थियौँ। त्यही अनुसार नै यो कार्यान्वयन हुन सकेन। पक्कै पनि यो कार्यक्रममा आन्तरिक एवं बाहिरी पर्यटनहरूको केन्द्रबिन्दु मोदी गाउँपालिका पातिचौर जुन भवन छु यहाँनिर हामीले जग्गा व्यवस्थापन गरेर सिङ्गो मोदी गाउँपालिकाका 8वटै वडाका मगर जातिहरूको कला संस्कृतिलाई संरक्षण गर्ने गरेर हामीले एउटा मगर सङ्ग्रहालयको सोच विचारलाई सह लगानी गर्दै पनि हामीले एउटा सङ्ग्रहालय स्थापना गर्न सक्ने सम्भावना अत्यन्त मैले उहाँले पनि यस विषयमा सोच्न असाध्यै जरुरी छ। यही वडाका वडा अध्यक्षज्यू पनि यही हुनुहुन्छ बेलसार, उहाँ पछि हट्नु हुँदैन। यसले हाम्रो भविष्य बोकेको छ। भोलिको मोदी गाउँपालिकालाई सुन्दर बनाउने, कसरी मोदी गाउँपालिकालाई सम्पन्नशाली बनाउने, समृद्ध बनाउने भन्ने कुरामा पनि हामीले ध्यान दिन अत्यन्तै जरुरी मैले देखिरहेको छु। त्यसै गरी मोदी गाउँपालिकाको वार्ड नम्बर 4 मा पनि सुरुवात गरिरहेका छौँ। त्यो भवन मलाई लाग्छ बाहिर तथा आन्तरिक पर्यटनहरूलाई आकर्षण गर्ने केन्द्रबिन्दु पनि रहन्छ। हाम्रो कला संस्कृति सिपहरू सबै हेर्नका लागि हाम्रा समाजलाई हृदयदेखि नै हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै मेरा शुभकामना मन्तव्यहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद छ। उहाँले रु 5000 रुपियाँ दिएर हामीलाई सहयोग गर्नुभएको छ। उहाँलाई ताली बजाएर स्वागत गरिदिनु होला। यसै गरी समाजसेवी भाकैमा
खोला लम्जुने हिमाल मेरो माया मनभित्र समाला दोर्दी खोला लम्जुने हिमाल मेरो माया मनभित्र समाला हे मेरो माया मनभित्र समाला पुष्पदेखि पाल्नुभएको हाम्रो पाँचवर निवासी सम्पूर्ण अतिथि गणहरूमा सम्पूर्ण मानवहरूमा नमस्कार टक्राउँछु। समयको पाबन्दीको कारण मैले धेरै शब्द मभन्दा अगाडि नै प्रवक्ताहरूले भनिसक्नु भएको छ। एउटा वडा अध्यक्षको हैसियतले मैले गर्नुपर्ने काम वडामा सुधार्नुपर्ने कामहरू पनि धेरै मैले पाएको छु, त्यो टिप्पण गरेको छु। मैले यहाँ भनिरहनु पर्दैन होला। र असाध्यै खुसी के लागेको छ भने एउटा हाम्रो यो मोदी गाउँपालिकामा एउटा असाध्यै एउटा नमुना काम बनेको छ। यति धेरै यो पाथिचौर बजारमा एउटा बजार क्षेत्रमा मान्छेले एउटा गाउँमा एउटा पहाडमा एउटा भिरमा घरबारी दिन सक्दैन। पाथिचौरको बजारमा 4 आना 2 दाम जग्गा प्रदान जसले जग्गा प्रदान गर्नुभयो उहाँ हाम्रो स्वर्गीय रुद्रप्रसाद चपगाईज्यू, उहाँको श्रीमती कौशिला चपगाईज्यू, उहाँ अहिले बिरामी हुनुहुन्छ। उहाँको स्वास्थ्य लाभको कामना हामी सबैबाट गर्दछौँ। उहाँलाई छिटो निको होस्। र उहाँको स्वर्गीय छोरा जेठो छोरा विश्वप्रकाश चपगाईज्यू र उहाँको श्रीमती शान्ति चपगाईज्यू र उहाँको माइलो छोरा सुरेश चपगाईज्यू र उहाँको असाध्यै यो समाजलाई राम्रो बनाउनुपर्छ, विकास गर्नुपर्छ, हामीले सकेको गर्नुपर्छ भनेर अठोट गरेर रात दिन लाएर हिँड्ने हाम्रो आदरणीय हाम्रो सुनिता शर्माज्यू र उहाँको अर्को छोरा कान्छो छोरा निर्देश डाक्टर निर्देश चपगाईज्यू र उहाँको श्रीमती, उहाँहरू सबैमा हाम्रो सम्पूर्ण यो देउपुर यो मोदी गाउँपालिकाको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। उहाँहरू जस्तो मनकारी, उहाँहरू जस्तो दिलदार मान्छे सबै यो समाजमा बढोस्, फैलियोस्। मान्छेले मरेर लाने केही पनि छैन, कसैले पनि केही लाँदैन। मेरो प्रभावी समाजलाई धेरै धेरै धन्यवाद छ जुन खट्नुभएको छ। खटेर एउटा नमुना काम हामीले यसरी काम गर्नुपर्छ, काममा अगाडि बढाउनुपर्छ भन्ने चाहिँ एउटा स्वर्गीय रुद्रप्रसाद चपगाईकोले दिनुभएको जुन एउटा उपहार छ, उहाँलाई चाहिँ दान छ, उहाँहरूलाई चाहिँ सही सदुपयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। देश विदेश स्वदेशमा छैन भएका सम्पूर्ण दाजुभाइहरू, इष्टमित्रहरू, हाम्रो समाजको सबै आफन्तजनहरू सबैमा नयाँ वर्ष 2082को सुखद सम्पन्न सुस्वास्थ्यको कामना गर्दै मेरो छोटो 2 शब्द यही अन्त गर्छु। धन्यवाद, नमस्कार। र उहाँले 26,000 दिनुभएको उहाँलाई धेरै धेरै धन्यवाद गर्दै अतिथिज्यूहरूलाई धन्यवाद। र यसै गरी सहयोग गर्नुभएको छ श्री मिन बहादुर तिलिजा पुन भव्य र सान्दर्भिक बनाउनको लागि रु 2500 रुपियाँ सहयोग गर्नुभएको थियो। दोसल्ला ओढेर उहाँले हामीलाई सहयोग गरिदिनु हुन श्री मोहन चोचङ्गी पुन मगरज्यूले पनि हामीलाई यसै गरी गम बहादुर विक मोदी 3 लाङदी मेरो खासै बोल्ने बानी चाहिँ छैन, अन्यथा मैले होला बिग्रियो भने। आज यस 2081 साललाई बिदाई गर्दै 2082 सालको आगमनमा हजुरहरू समक्ष दिनभरि यसरी भलाकुसारी गर्दै नाचगान हेर्दै बस्न पाउँदा धेरै खुसी छु। र सम्पूर्णमा यसरी नै नयाँ वर्ष 2082 साल खुसी उमङ्गका साथ आओस् र उन्नत प्रगति हुँदै जाओस्। सम्पूर्ण देउपुरवासी बुवा आमा दाजुभाइ दिदीबहिनी सबैमा न्यानो शुभकामना टक्राउन चाहन्छु। साथै अब आज दिनभरि आएर म आसनमा अतिथिको आसनमा बस्दै गर्दा मैले मेरो ससुरा बुवा माननीय मेरो बुवालाई धेरै पटक सम्झेँ, भित्रभित्रै भत्कानिएर गएँ। खुसीको आँसु अथवा दुःखको आँसु दुइटै आँसु निस्किए। किन आज बाबा हुनुभएको भए हजुरहरू समक्ष
एउटा चाहिँ देउपुरको गहना हुनुहुन्थ्यो, एउटा इतिहास देउपुरको इतिहास बोकेर बस्नुभएको व्यक्ति हुनुहुन्थ्यो। आज 1 वर्ष अगाडि हामीलाई छोडेर जानुभयो र छोडेर जाँदै गर्दा बाबाले भन्नुभएको थियो, जुन हामीलाई चाहिँ लोकबहादुर दाइले कुरा राख्नुभयो, तपाईँहरूले हामीलाई यहाँ ल्याएर बस्ने वातावरण बनाइदिनु भयो। मेरा सम्पूर्ण भुक ताङ्ले विभिन्न गाउँबाट आएर बसेका हामी मगर दाजुभाइ दिदीबहिनीहरूलाई बस्ने बासको व्यवस्था हजुरहरूले जग्गा दिएर बनाइदिनु भयो। त्यसै गरी हामीलाई एउटा समाजहरूको पनि आवश्यकता छ, तपाईँले चाहिँ जग्गा दिएर सहयोग गरिदिनु होला भनेर कुरा राख्नुभएको थियो। त्यो कुरा मैले मेरो ससुरा बुवालाई विनती गर्दा बुवाले यस्तो वचन दिनुभयो, ठिक छ तिम्रो इच्छा तिमीलाई दिएर राम्रो लाग्छ भने देऊ, मैले त केही भन्दैन। एउटा मैले बास बनाएर राखेँ उहाँहरूलाई। एउटा इतिहास पनि हो, मगर समाज बन्दै गर्दा सम्पूर्ण देउपुरवासीको समाज हुनेछ। त्यो मगर समाज भन्दैमा मगरको मात्रै हुँदैन, त्यहाँ सबैले भोगचलन गर्न पाउनुहुन्छ। त्यसलाई उहाँले चाहिँ सशुल्क रूपमा एउटा नियम बनाएर राख्नुहुनेछ र त्यसमा प्रयोग गर्न सबैले पाउँछन् भन्ने किसिमको कुरा बुवाले गर्नुभएपछि मैले हुन्छ लोकबहादुर दाइ हजुरलाई हामी जग्गा दिन तयार छौँ भनेर कुरा राखेको थियो। उहाँले अघिल्लो 80 सालको चुनावमा पनि मेरो श्रीमान चाहिँ यसै वडा अध्यक्षको लागि निर्वाचन दर्ता गरेर आउनुभएको थियो, तर उहाँ पराजय हुनुभयो। पराजय भए पनि म विजय जस्तै भएर बसेको छु, किनभने सबैजनाको विजय त हुँदैन, तर पनि मेरो सँगसँगै प्रतिस्पर्धी मेरो देवर बाबु बेलबहादुर कार्कीज्यू हुनुहुन्छ, उहाँसँग म पराजय भएर बस्दै गर्दा पनि म खुसीका साथ उहाँलाई बधाई दिएर उहाँको सफल कार्यकालको शुभकामना दिएर म निस्केको मान्छे हो। तर उहाँसँगै हरेक कुरामा हातमालो गर्दै बाबु यसो गर्नु पर्यो, यस्तो गर्दा कस्तो हुन्छ के हुन्छ भनेर उहाँसँग सल्लाह सुझाव दिएर मैले अगाडि अहिलेसम्म काम गरिरहेको छु। हरेक कुरामा म यहाँ उपस्थित भएर बस्न नसके पनि, यहाँ उपस्थित भएर यहाँ गाउँमा रहन नसके पनि म बजारमा छु। हजुरहरूलाई देउपुरवासी बाबा दिदीबहिनी सम्पूर्णलाई पोखरामा बसेर मैले गर्न सक्ने सहयोग म गर्न तयार छु। अझ पनि केही छैन, यो समाज घरको लागि जुन जग्गा दिएर मैले हजुरहरूलाई एकत्रित बनाउन चाहेको छु। हजुरहरू सम्पूर्ण मगर समाजहरू एकत्रित भएर एक ठाउँमा उभिएर बस्नु होला। हजुरहरू मिलेर बसेको हेर्ने इच्छा छ मलाई। हजुरहरूको घर मोदी गाउँपालिकावासी सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीहरूमा कुनै किसिमको अप्ठ्यारो परेको खण्डमा मैले गरेर हुन सक्ने सहयोग म गर्न तयार छु। मैले मेरो सहयोग निरन्तर रहिरहनेछ। यति भन्दै मेरो आफ्नो भनाइ यही अन्त्य गरेको छु। हस्, धन्यवाद। धन्यवाद। साथ दिनु होला। धन्यवाद सबैजनालाई यहाँ उपस्थित भएर यहाँ नाचेर गइदिँदाखेरि कति रमाइलो हुन्थ्यो होला। तरवातेली पुन मगर समाज पातिचौरको आयोजनामा यहाँ नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमको अध्यक्षता गरिरहनुभएका तरवाकेली पुन मगर समाज पातिचौरका आदरणीय अध्यक्षज्यू, यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएका मोदी गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्षज्यू, वडा नम्बर 4 का वडा अध्यक्षज्यू, कार्यपालिकाका सदस्यज्यूहरू, न्यायिक समितिका सदस्यज्यू र आजको विशिष्ट अतिथिको उपस्थितिमा रहनुभएका यस नवनिर्मित भवन निर्माणको लागि जग्गादान गर्नुभएका आदरणीय समाजसेवी रुद्र प्रसाद चापागाईज्यूको माइली बुहारी सुनिता शर्माज्यू, भव्य र सभ्य बनाउनको लागि उपस्थित हुनुभएका मोदी गाउँपालिका वडा नम्बर 2 पातिचौर निवासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू प्रति म हार्दिक
नमस्कार न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आज हामी अत्यन्त खुसीको क्षणमा छौँ। हाम्रो समाजमा यस्ता उदाहरणीय कार्यहरू गर्ने मानिसहरू पनि हुनुहुन्छ भनेर हामी उदाहरण दिन पाइरहेका छौँ। साँच्चै नै मगर समुदाय जहाँ बस्नुभएको छ यहाँहरूले अत्यन्त इमान्दारिताका साथ कामहरू गरिरहेको हामी पाउँछौँ। मैले हाम्रो मगर समाजको भवन मात्रै होइन, यसलाई पार्टी चौरमा बहुउद्देश्य भवनको रूपमा काम गर्नुहुनेछ। हामीलाई विभिन्न तालिमहरू सञ्चालन गर्दा, विभिन्न सेमिनारहरू गर्दा, विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै गर्दा आफ्नो समाजको लागि मात्रै होइन, यहाँका हरेक कार्यक्रमहरूमा यहाँहरूले त्यो सहयोग गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वास लिन चाहन्छु। मोदी गाउँपालिकाले यहाँहरूको काममा भोलिका दिनहरूमा यति मात्रै हुँदैन, हामी समाजमा रहेपछि एक अर्कालाई सपोर्ट गर्नुपर्ने थुप्रै ठाउँहरू हुन्छन्। ती अब अप्ठ्यारा परेका, समस्या परेका र पालिकाले हल गरिदिनु पर्ने कुनै कामहरू वडाको तर्फबाट, पालिकाको तर्फबाट गर्नुपर्ने कामहरूमा हामी सधैँ यहाँहरूको साथमा रहनेछौँ। यहाँहरूका दुःख सुखमा साथ दिनको लागि हामी यहाँहरूले नै बनाएको जनप्रतिनिधिको नाताले म इमान्दारिताका साथ भन्न चाहन्छु। यहाँहरूको दुःख सुखमा सँगै रहने, यहाँहरूलाई परेका समस्याहरूलाई समाधान गर्ने, पालिकाको हिसाबले हरेक कामहरू कोही साझेदारीमा, कोही पालिकाले, कोही यहाँहरूले गरिरहनु भएको छ। विकास निर्माणका काम, यो समाज निर्माणका कामहरूमा तपाईँ हामी सबैको एकता हुनु, हातेमालो हुनु आवश्यक छ। हामीले 2081 साललाई बिदाई गरेर 82 सालको प्रथम दिन शुभारम्भकै दिन यति राम्रो कार्यक्रम राखेर हामी सबैलाई जमघट गराउनु भयो। एक आपसमा शुभकामना साटासाट गर्ने जुन अवसर दिनुभयो यसको लागि म यो समाजलाई हार्दिक धन्यवाद दिँदै यो आउँदै गरेको यो 2082 साल यहाँहरू सम्पूर्णको व्यक्तिगत रूपमा, पारिवारिक रूपमा, सामाजिक रूपमा, राजनीतिक रूपमा यहाँ जति पनि हुनुहुन्छ सम्पूर्ण मधेसी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको उत्तर प्रगतिको लागि, सुस्वास्थ्यको लागि, समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। एकदमै आपसी सद्भाव जागृत होस्, सबैमा यही सन्देश दिँदै हामी सबैमा एकताको सूत्रमा बाँध्न सकौँ भन्ने कुरा राख्दै यहाँ जुन अवसर भयो, जग्गादातालाई सम्मान गर्ने अवसर पाइयो, सबै कुराको लागि यहाँहरूप्रति हार्दिक धन्यवाद आभार प्रकट गर्दै यहाँहरू यो जग्गा, यो भवन निर्माण गर्ने जुन समितिको अध्यक्ष हाम्रो आदरणीय गौरव सरले धेरै कुराहरू राखिसक्नु भएको छ। अझै पनि यहाँका गतिविधिहरू, क्रियाकलापहरू, यहाँको यो समाजका व्यक्तित्वहरूले पनि सपोर्ट गरिरहनु भएको छ। अत्यन्तै सराहनीय काम गर्नुभएको छ। यसको लागि पालिकाको तर्फबाट म हार्दिक सम्मान व्यक्त गर्दै यहाँहरू सबैलाई पुनः नववर्षको हार्दिक शुभकामना दिँदै र यो कर्वाकेली पुन समाज पार्टी चौरलाई म विशेष धन्यवाद दिँदै मेरो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। समाजलाई र अब उहाँले धेरै कुराहरू भनेर जानुभयो र यस गाउँपालिकाको स्तर उन्नति कसरी हुन्छ भन्ने कुराहरूलाई उहाँले धन्यवाद छ। उहाँले रोजगारी सम्मानपत्र लिने क्रममा उहाँ हुनुहुन्छ अङ्कुमारी समाजलाई 5,555 रुपियाँ दिएर यसै समाजलाई माया गरेर आजको यस कार्यक्रमलाई सफल बनाउनको लागि कुसमादेखि आउनुभएका हिमालय 20,000 सन्तोष थापाज्यूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँ चाहिँ कुसमादेखि आउनुभएको थियो र हामीलाई धेरै मद्दत गर्नुभएको छ। यो ब्रिटिससम्म बसेर हाम्रो यस कार्यक्रमलाई
शान्तमुक्तहरूले अगाडि बढाउनको लागि उहाँले धेरै मद्दत गर्नुभएको छ। दिनुहोला र 82 सालको उपलक्ष्यमा हजुरहरूलाई हार्दिक मङ्गलमय शुभकामना साथै तपाईँ र तपाईँको परिवारलाई यस नयाँ वर्षको उपलक्ष्यमा साथै यो नयाँ वर्षले उमङ्ग ल्याओस् भन्दै म यो कार्यक्रमलाई अन्त्य र समापन गरिदिनु हुनको लागि म यस कार्यक्रमको अध्यक्ष श्री लोकबहादुर पुनज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै म यस कार्यक्रमबाट ओझेल हुन चाहन्छु। हस्त धन्यवाद। हाम्रा कर्मकेली टोल समाजका सचिवज्यू साथै कार्यक्रम सञ्चालकज्यूलाई म धन्यवाद दिन चाहन्छु। र आज प्रथम कुरा हाम्रो यो कर्मकेली पुन मगर समाजका उद्घाटन वैशाख 1 गते हुने भएकाले विशेष अतिथि मैले नाम भन्नु चाहन्न, डाइरेक्ट भनिन्छु, सबै छोटो छ।
र अतिथिहरू र विभिन्न ठाउँबाट उपस्थित हुनुभएका सम्पूर्ण वैशाख 1 गते अघिल्लो साल पनि यसरी भेट गर्नु पाऊँ भन्दै यो हाम्रो सम्पूर्ण कर्बाके लेपुन समाजको तर्फबाट र व्यक्तिगत तर्फबाट सबैलाई यो नयाँ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र यो हाम्रो एउटा दुःख नमानिकन अहिलेसम्म चाहिँ तपाईँले टाइम लिएर बस्नुभयो यसमा म क्षमा चाहन्छु र आज उपस्थित हुनुभएका सम्पूर्ण इष्टमित्र प्रमुख अतिथि विशेष अतिथि र अतिथिज्यूहरू र सम्पूर्ण जग्गाबाट पाल्नुभएका सम्पूर्ण मित्रहरूलाई म यो नयाँ सालको शुभकामना गर्दै आजको समय अन्तिम गर्दै 2 शब्दलाई समाप्त गर्न चाहन्छु। धन्यवाद।
Thank you.